छानो चाहिँ वहाँ परलो राखेछ त्यो चैट भयो छानो चाहिँ अनि यो कस्तो हावा अनि यहाँ चाहिँ बाख्रा राख्ने गर्थ्यो कि अब बाख्रा यस्तरी हिँड्नु पर्यो अब बिजोग बनाइदिएको यस्तो हो यहाँ त पानी रहेछ यस्तरी अब गर्छ यार र त यस्तो बिजोग पारिदिएको भरे त्यहाँ फेरि भाइले फेरि हिजो चाहिँ त्यहाँ भाइले होइन त्यो त्यहाँ के उम्रिया काँक्रा सागर के उम्रिएको थियो त्यसको लागि टाढो बनाएर हालिरहेको थियो टाढो बनाएको आज हिजो बनाएको आज खुलेत्ते पारिदिइहाल्यो सो गाइस मैले चाहिँ साफ होइन मैले चाहिँ घर साफ कला र क्लिन पारेर टल्काइदिइसकेँ होइन त्यो सब सामान लटपट्टै बनाइदिएको थियो कि अब चाहिँ पानी पर्दैन जस्तो त ला पानी परिरहेको शान्ति नै अब टिन चाहिँ यसरी उता नै पारिदियो आज त होइन यस्तो पानी पऱ्यो कि सोध्दै पानी पऱ्यो होइन यस्तो ठुलो पानी पऱ्यो कि अहिले चाहिँ अलिक कम भयो कि तर हेर्नु न मौसम धेरै पछि पऱ्यो तर आउनै पऱ्यो क्या दामी बबाले पऱ्यो हावाले झन्डै झन्डै ढोलाइदिन हावाले मलाई यो झन्डै उडाइदिएको झन्डा अलिक ओइदिन्छु कि अलिक हताले त्यही भएर उडाएन नत्र त्यो सानो फिस्टिरहेर उडाएर यहाँ चाहिँ होइन यहाँ चाहिँ बाख्राको खोल्थ्यो कि उडाइदिएको ग्याएर हावाले यस्तो बाख्राको खोल्थ्यो होइन यहाँ पछाडि अनि त्यसपछि छानो चाहिँ वहाँ परलो राखेछ त्यो चैट भयो छानो चाहिँ अनि यो कस्तो हावा अनि यहाँ चाहिँ बाख्रा राख्ने गर्थ्यो कि अब बाख्रा पानी उडाइदिनु सक्छ झरी चाहिँ तपाईँहरू सबैजना सेभ गर्नु होला है यस्तो पानी जे पनि गर्नु सक्छ यहाँ झन्डै जस्तो फिसा भित्र त उडाइदियो होला यस्तरी सरर गयो उडाइदियो होला बिचरा यहाँ तर कोइदियो यहाँ कति दुःख पायो होला र यस्तरी हावा कहाँ बसेर यहाँ पर एउटा ढुकुरको गोड थियो यहाँ पर एक दिन आइरहेको क्या हावा यस्तरी चलिरहेको हावा दिन चल्न बिसाएको छैन अब यो तिनको छान थियो होइन तिनको छाना चाहिँ वहाँ परलो राखेको छ टक्क लाएर यहाँ यस्तो दामी तरिकाले राखेको छ मकै पनि पुरै ढलिरहेको पुरै हो हामी रोपेदिउँ के भाइले मैले यहाँ अलिकति गोडेर राखेको छ किनकि म चाहिँ इक्जाम दिनु पर्छ नि त त्यसले चाहिँ आफूले गोडेर राखेको छ पुरै पुरै केराकुटो हेरेर हेर्नु न केराकुटो आमामा यस्तो अगाडि पानी बगेर यहाँसम्म आइसकेको थियो यार यो पानी चाहिँ छिर्दैन यहाँ चाहिँ यति अल्गह तर यस्तो बतासले हानेको पानी चाहिँ यस्तो छिर्छ क्या बतासले हानेको पानी चाहिँ जसको घरमा पनि छिर्छ क्या बतासले हानेको त अब त्यति गाई सो गाई छैन लगभग आधी घन्टाको समयपछि पानी परेर बिसाउनु आँटिसकेको छ पर्न त पऱ्यो सिमसिमी तर यहाँ चाहिँ देख्न सक्नुहुन्छ हेर्नु त मकैको बिजोग बनाइदिएको यस्तो हो यहाँ त पानी रहेछ यस्तरी अब यसलाई फाल्नु पर्ने हुन्छ यार एक्लै छु अलिक भाइ यस्तो फाल्ने होला यता चाहिँ यसो चाहिँ पुरै उ गरेछ नि यार पानी ल्याएर हेर यस्तो भित्ता हानेर पुरै यस्तरी हिँड्नु पऱ्यो यार अब लो यहाँ फुल रोपेको थियो फुल पनि घोप्टाइदिएछ हावाले जे गर्नु हावाले गर्छ यार र त यस्तो बिजोग पारिदिएको भरे म यताको ढोक्लाएर बसिदिएँ यस्तो फेरि कस्तो दिमाग होला यार उताबाट भित्रको चुक्कल खोलेर आउनुपर्ने यार नि बिर्सिहाल्ने यार हेर्नु न त्यहाँ फेरि भाइले फेरि हिजो चाहिँ त्यहाँ भाइले होइन त्यो त्यहाँ के उम्रिएको थियो नि त काँक्रो साँक्रो सिजिँदा के उम्रिएको थियो सबै काँक्रो साँक्रो के उम्रिएको थियो त्यसको लागि टाढो बनाएर हालिरहेको थियो टाढो बनाएको आज हिजो बनाएको आज खुलेत्ते पारिदिइहाल्यो अब धारामा पानी नै आउँदैन अब एकछिन अहिलेसम्म त अहिले एकछिनपछि बिसाउँछ पानी परेपछि एकछिन त 1-2 घन्टा धारामा पानी नै आउँदैन कि यो झ्यालको ढोक्लाको ल पोछा फेरि यहाँ आएर बसेछ यार
पोछा लाउनै नपरि बनाइदिएछ नि त बाहिर त पानी त यस्तो बिजोग पारिदिएछ यार यहाँ जुत्ता राख्ने ठाउँमा जुत्ताहरू पनि पुरै भिजाइदियो स्कुल जुत्ताहरू पनि सबै पुरै भिजाइदिएछ यार ठ्याक्कमा बनाइदियो यार स्कुल जुत्ता भिजाएपछि त अब त किन काम हुन त अब मेरो त काम पर्दैन तर भाइलाई चाहिँ चाहिन्छ अस्तितिर मान्छेले पुरै भिजेर्ने कि अन्त सुगाइ चाहिँ बिजोगे पारिदियो काँटो चल्ने काँटो हो कि नचल्ने काँटो हो त्यस्तो चिलो हो यार काँटो चल्ने काँटो हो कि नचल्ने काँटो हो अझै नै आउनु गराम गुरुङ गरी आकाशतिर पुरै यस्तो ड्याम डेम यसो हेर्नु न यस्तो हो क्या बिजोगै बनाइदिने यार हुन त मकैहरूलाई यताउता फलफुलहरूलाई मिलाउनु त मिलाएको तर के हावा चलेर बिजोग बनाइदिएको हेर्नु यहाँ झाँक्रा हालिरहेको थिएँ भर्खरै झाँक्रा सब ढलाइदियो बिजोगै पारिदिने यार यसलाई उठाइदिनु पऱ्यो यार सब ढलाइदियो बिचरा भाइले यार कति दुःख गरेर हालिरहेको थियो हिजोसम्म केराकुट झन्डै ढलाइदिन्छ यार केराकुटै ढलाएको भए त मैले त ओहो फेरि म त गर्थेँ हो केरा खाँदै बस्थेँ माटोमा छिमेकीको आफ्नै त होइन तै पनि ढलिस त कस किन लाग्छ त्यो मनै मान्दैन कि टी सर्ट पनि हेर्नु त टी सर्ट यस्तो बिजोग बनाइदियो अन्त टी सर्ट यस्तो बिजोग बनाइदिएको टी सर्टहरू यो यहाँ फुल पनि थियो अनि कैँची सैँची ब्रस गर्ने राख्थ्यौँ यहाँ भाइले हिजो फुलहरू लगाएको थियो अनि फुलहरू खासै दिमाग पारेर हावा चलाएको तर त्यहाँ माटो हालेर राखेको हो र यहाँ चाहिँ यस्तो हो क्या तलबाट हिँड्न मिल्दैन तल यस्तो हिलो पानी ड्याममा भर बसिएछ तर यहाँ चाहिँ अलिअलि खाल्टो पानी बग्ने ठाउँ छैन क्या अलि ओह्रालो भए त पानी बगेर जान्थ्यो होला यहाँ चाहिँ सानो पानी पऱ्यो नि त्यो भएर बस्यो क्या अहिले देखा चाहिँ मैले मेवा क्या हजुर मेवा चाहिँ टक्क पाकेर रहेछ धर्नु झर्दैछ आफै 3-4 दिन भयो भने यसलाई कोट्याउँदै बसेको झर्ने खोजिरहेको थिएन आज चाहिँ झर्यो आफै झर्यो हावा चलेको खत्रै झर्थ्यो हेर्नु न यहाँ चाहिँ 3 चाहिँ बाख्राको खोर यस्तो थियो होइन यहाँ चाहिँ बाख्रा हिँड चाहिँ पाल्दैन गाउँतिरबाट ल्याएर यहाँ राखेर 3-4 दिन राखेर अनि जति बेला मान्छे लिन आउँछ त्यति बेला चाहिँ पठाउने क्या त्यसो गर्थ्यो कि अब 3 चाहिँ यस्तरी उत्तानै पार्थ्यो तिनलाई चाहिँ बिजुके पारिदियो कि अब फेरि पर्न सुरु गरिसक्यो के भनेर पानी पर्न सुरु गरेपछि यार के यार आज चाहिँ इक्जाम पनि सकियो गाउँतिर जाने कुरो पनि भइरहेको थियो गाउँतिर जानु भने यस्तो खुसी भइरहेको थियो गाउँतिर जानु भने खुसी हो क्या यस्तो पानी आज पक्कै नि गाउँतिरको बाटो त बिग्रियो होला सानो पानी पऱ्यो नि बिग्रिहाल्छ गाउँतिरको बाटो फेरि कस्तो अचम्म त्यो अब गाउँ पनि अब 6-7 दिनपछि होला यस्तो भएर आज साथीहरू अब यो भिडियो यतितिर सकाइदिनु पऱ्यो अब मेरो चाहिँ सरसाबी कार्यक्रम चल्छ अब तपाईँहरूले देखिहाल्नुभयो होला होइन यहाँ के भइरहेको कस्तो भइरहेको थियो त्यस्तो भयो अब खोइ पानी परेपछि हावा चलेपछि फोहोर त अवश्य भइहाल्छ अब साफ त गर्नै पऱ्यो अब पानी पऱ्यो अब फेरि म नयाँ ढट चल्छ अब आफै चल्छ अटोमेटिक चलाउनै पर्दैन मैले यस्तो हो क्या हल्का जाडो पनि भइरहेको त्यही भएर यस्तो हुलाएर बसिरहेको अब चाहिँ यसो सरसफाइ गर्नु पऱ्यो पोचा धन्काइदिनु पऱ्यो पोछा नि लाउनु नपर्ने बनाएको कि आज त पानी परेर त्यो त गाइज सो गाइज मैले चाहिँ साफ होइन मैले चाहिँ घर साफ गरेर आज चाहिँ टक्क लाएर घर साफ गरेर नि क्लिन पारेर टल्काइदिइसक्यो होइन त्यो सब सामान लतपत्तै बनाइदिएको थियो क्या त्यतिखेर पोछा लाएर नि यस्तो बवाल बनाइदिइसक्यो होइन अब चाहिँ पानी पर्दैन जस्तो त ला पानी परिरहेको सानो किन टक्क टल्किसक्यो ढोका किन रोक्छ अब जे पर्छ त्यही त लामो जस्तो पानी आइहाल्छ हिजो चाहिँ निकै लाभ भइसक्यो आजको भिडियो म यतैतिर इन गर्न चाहन्छु कस्तो धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला म यति भन्दै यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद।